ओहो भान्जा विदेशबाट कहिले आइस? म त अस्ति नै आएको मामा। ए आउनु त यतै बसेर कुरा गरौँ। हुन्छ मामा। अनि भान्जा म पनि आज यसो यहाँतिर गोकर्णतिर घुम्न आएको थियो अनि ठ्याक्कै भान्जा पनि आएको रहेछ। कति वर्षपछि आएको आफू? 4 वर्षपछि आएको। आमाम 4 वर्षपछि है। अनि के हो यहाँतिर त खतरा खतरा माल ल्याएछ त भान्जाले त। अनि कतितिर तिरे अब नेपालको भन्यो भने त 1,50,000 जति पऱ्यो। ए यार खतरा रहेछ त। अनि कुन ब्रान्डको हो यो? Insta360 रहेछ। के गर्नु हामी त बेरोजगारी पर्यो, नेपालमा आएर त यस्तो किन्ने त सपनै रहन्छ। अब विदेश गएर चाहिँ म पनि यस्तो एउटा किन्छु। ल ठिक छ भान्जा। ए लाला मामा म नि यतातिर घुम्न आएको थिएँ, ठ्याक्कै भेट भयो। त्यही त टक्क मलाई पनि खुसी लाग्यो यतातिर यसो घुम्न आएको थियो। आजभोलि यहाँतिर ठाउँहरू अलि राम्रो बनाएको रहेछ नि त। टिकट सिकेट काटेर नि आउनु पर्दो रहेछ होइन। अब हामी अब पहिलासँगै बसेको यत्रो वर्षपछि भेट भयो, मलाई पनि एकदम खुसी लाग्छ। अनि कति महिनाको छुट्टी छ भान्जाको? 2 महिनाको मेरो। ए 2 महिनापछि फर्किने? फेरि फर्किनु रहेछ। नेपालमा गरेर खाने ठाउँ छैन, के गर्नु र? गाह्रो छ है अब। गाह्रो छ नेपाल। लाला मामा मेरो पनि सानोतिनो काम बाँकी छ, अब भोलि पर्सि भेटाउला नि त। आजलाई चाहिँ यति नै गरौँ, छुट्याउँ। ल ल हुन्छ भान्जा, छुट्टीमा आएको रहेछ, भेट्दै गरौँला, राम्रोसँग इन्जोय गरेर फर्किनु है। अब यस्तै हो, ठिक छ। हुन्छ मामा। ल